हेलो गाइज, सम्पूर्णलाई नमस्ते नमस्कार। आज तपाईहरुलाई म देखाउन गइरहेको छु दुरियान। मलेसियामा दुरियान भन्ने फल पाउँछ। एकदमै ठुल्ठुलो रुख हुन्छ। त्यो चाहिँ एकदम काडावाला हुन्छ। नेपालमा चाहिँ तपाईको कटहर भन्छ नि, रुख कटहर जस्तै हो, तर त्यो भन्दा अलिक कडावाला काँडा हुन्छ, अलिक डोलोवाला हुन्छ। भित्र चाहिँ एकदम नरमवाला गुदी हुन्छ। त्यसभन्दा भित्र चाहिँ अब निकै ठुल्ठुलो कटहरको भन्दा ठुल्ठुलो दाना हुन्छ। त्यो दाना चाहिँ मैले यसरी उमारेको छु। अब नेपाल लिएर जानलाई त अब असम्भवै होला मलाई जहाँसम्म लाग्छ। तर मलाई चाहिँ एकदम असाध्यै मन पर्ने दुरियान मलेसियामा मैले यसरी लगाएको छु, रोपेको छु। राम्रै के कस्तो हुन्छ भने मैले चाहिँ परीक्षण गरेको थिएँ र एकदमै राम्रो बिरुवा निक्लेको छ। मैले माटो पनि यो नालीबाट निकालेको, जति पनि पात पतिङ्गाहरू कुहिएर झर्छ त्यो, अनि बालुवाहरू मिक्सेको निकालेर चट्टै बाल्टिनमा हालेर, यो चाहिँ फालेको बाल्टिन, फोहोरमा फालेको बाल्टिनलाई सफा गरेर माटो हालेर यतिको राम्रो बनाउन सफल भएको छु दुरियान। यसलाई धेरै चाहिँ छैन, म घर जानलाई अब 10 महिना जति छ, तर पनि निकै सक्सेसफुल भएको छ। अरु यो चाहिँ आज होलिडे परेको छ, त्यही भएर कम्पनीमा सबै बन्द भएको कारणले म चाहिँ यसो तपाईहरुको माझमा छोटो भिडियो बनाएर ल्याएको छु। पक्कै पनि हेरेर साथ सपोर्ट गर्नुहुन्छ र मेरो भिडियोलाई शेयर गरेर सबै साथीहरु पुर्याएर मेरो एकदम युट्युब च्यानलमा थोरै सब्स्क्राइब छ, सब्स्क्राइब बढाइदिनु होला। लाइक कमेन्ट तपाईहरुले लागेको जानकारीहरु सोध्न सक्नुहुन्छ तपाईको कमेन्ट मार्फत। फेरि पुनः अर्को भिडियो बनाउने छु भन्दै अहिलेलाई चाहिँ म छुट्छु तपाईहरुको माझबाट। सम्पूर्णलाई